हेलो हामी चाहिँ के बाटो हेर्दै यो होइन हामी के बाटो हेर्न हिँडेको अरे कालीगण्डकी करिडोर चाहिँ हेर्न जाँदैछौँ अनुगमनलाई यता चलाउनेमा लेखुँदै भएर पछाडि चाहिँ दाइहरू आउँदै हुनुहुन्छ। अब बाइकमा अघि पछि भएर बाटो चाहिँ यस्तो छ। सर्र त छैन, खाल्टा खुल्टी बढी छ। दौडिएको कि हामी के हो होइन, यो ठाउँमा बाघ टाइगर पनि भेटिन सक्छ है अगाडि। बाघ पाइने ठाउँ त बाघको वासस्थान अगाडि हो। उहाँहरू चाहिँ भर्खर बाघ देखेर जाँदै हुनुहुन्छ। बाटामा बाघ छ अरे। अब हाम्रो पनि जम्का भेट हुन सक्ने सम्भावना धेरै छ। त्यही भएर हामी पनि हल्का डराएर हाम्रो दाइहरूलाई चाहिँ कुर्दैछौँ। ल है दाइहरू आउनुभयो बुलेटमा मोक्की डेडी। रोकम बाघ भेटियो गरे ऊ यहीँ तल अरे। अब लाइभ हेरेर जाने है त हामी। ल बाघ हेर्न मजाले पाइएला जस्तो छ। ल यो चाहिँ बाघ भेटिने इलाका हो एकदम व्यापक। दिउँसै बाइकमा हिँड्दा पनि यतातिर धेरै जसो मान्छेहरूले भेटेको उदाहरणहरू छ। यहाँ हाम्रो पढ्न आउने विद्यार्थीहरूले पनि स्कुल पढ्ने केटाकेटीहरूले पनि यहाँ बाघ भेटाएर केटाहरू डराएर हो क्या, अगाडि बढ्नै सकेका छैनन्। हामी चाहिँ फुल सकेसम्म बाघ देखाउने कोसिस गर्छौँ है त। ए भेट्यो कि नै पछाडि समाएर अगाडि बाघ भएको ठाउँ मैले बताउँछु। यसो रोकेर हेर, मैले त त्यही झाङमा बसिया होला क्या ढिका मुनि। बाघको चाहिँ वाक्क उताको कहाँनिर कहाँनिर यही के उयो साल छ नि यही त्यहीँनिर देखेका हौ। त्यही छ 100% रामै जाने केही गर्दैन नि दाइ। यहाँ चाहिँ देखियो भन्ने कुरा भएको छ भर्खरै, तर हो कि होइन कहाँ छ तर लाइभ देख्न पाइएन। अगाडि टक्कै भागिसक्यो। मुक्ति डेडिल चाहिँ राम्रैसँग देख्न पाउनुभयो। अब तल बाटोमा चाहिँ भेट्न सकिन्छ है फेरि पनि। तर साँझ आउँदा सियोर भेटिने भयो। साँझ आउँदा ढुक्क। यो चाहिँ लाम्डीको गाउँ एकदम। घरहरू चाहिँ अलिक धेरै चाहिँ छ यतातिर। बाटो पुरै शीत जमेर चिप्लो छ। यो चाहिँ भक्ति पोखराको प्राविसम्म स्कुल बालज्योति।
जकेटको चेन पनि बिग्रिएछ। लाउनु पर्यो नि कपडा सादा हिँड्ने गर्नु हुन्छ पुरा फुल बिर्सिएर पढ्नु ए यो लचक 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 छ यहाँ त। ल है यो पारी देखिएको चाहिँ बिर्गाको पहिरो, यो कालीगण्डकी नदी। यहाँ यो पारी देखिएको गाउँ चाहिँ बारी चौर। यो पुलबाट जान मिल्छ। एकदम चाहिँ ब्युटिफुल। यो चाहिँ मन्द्रान है। मन्द्रानमा यहाँ घरहरू देख्न सकिन्छ। एकदम शीतल। यहाँ चाहिँ हामी अब कालीगण्डकी करिडोरमा निस्किन आयौँ। यो चाहिँ कालीगण्डकी करिडोर हो। यो एकदम बनिरहेको अहिले चाहिँ यो बाटो। प्रेसर उद्योग पनि रहेछ त्यहाँ। टिप्पर हाइवा सबै रहेछ। यो चाहिँ कालीगण्डकी करिडोरको बाटो चाहिँ एकदम निर्माण हुँदैछ। यहाँ चाहिँ यस्तो छ। ल नदी हेर्न पनि आइयो। यो चाहिँ मन्द्रानको पुल। यो पारी देखिएको चाहिँ बारी चौर। ओहो कालीगण्डकी करिडोर। हेर्नुहोस् त यो काम। भिडियो गर्दा पनि डर लाग्छ।